What's up, beautiful people? तपाईहरु सन्चै हुनुहुन्छ होला म नि ठिकै छु आज सन्डे पब्लिक होलिडे म चाहिँ मेरो प्रिभियस कम्पनीको साथीलाई भेट्ने यहाँ क्याम्पबाट निस्किदै छु अब यहाँबाट निस्केर सरर बस पक्रिन्छु बसबाट मेट्रो हुँदै म जान्छु साथीलाई भेट्नको लागि प्लिज स्टे ट्युन हेरिदिनु होला यो भिडियो लास्टसम्म आमा कस्तो घाम लागिरहेछ आज जाडो सिजन भयो त्यही पनि घाम चाहिँ लागिरहेछ ए कालो हुने हो आजको दिन हैन कालो भएन दिस इज अ पार्क हो है यो चाहिँ म बस्ने ठाउँ है म बस्ने एरिया हो यो चाहिँ बबाल छुट्टी लागिरहेछ सन्डे लागिरहेछ सबैले यस रमदान जय हर्कबाद भोट चाहिँ केमा माटोमा है गाइस यस रमदान चलिरहेको रहेछ यो हो नि त तरिका है गाइस मेरो लागि अलरेडी यहाँ बस्ने रेडी रहेछ है अब सर र बस पक्रिने हो चढ्ने अनि सर र जाने है गाइस यो मेट्रोमा भेटौँला फेरि है ल गाइस म चाहिँ मेट्रो स्टेसन पनि आइपुगेँ है हुँदै एन्ट्री यहाँबाट हुन्छ है सट्ट म चाहिँ हरायो आज मेट्रो एक्जिट कताबाट निस्किने हो खै म चाहिँ हरायो आज मेट्रोभित्रै एक्जिट नभेटेर नि ल है अब चाहिँ मेट्रोबाट नि एक्जिट भयो ल है अब चाहिँ एक्जिट भयो है सर अब यहाँबाट फेरि बस पक्रेर जाने हो है लास्ट स्टेसन है यो चाहिँ रेड लाइनको सेन्टर पोइन्ट दामी तरफको लागिरहेको छ ब्यालेन्सहरू केही छैन अब कहाँ रिचार्ज गर्ने हो मलाई थाहा छैन अब चट्ट पाडामा ए झर्छ मेरो फोन खरि झऱ्यो भने सम्पत्तिको नाममा एउटै फोन छ फेरि अब म जाने भनेको कता हो भन्दाखेरि नादल हाम्रो स्ट्रिट जाने हो गाडी कहाँबाट पाउँछ त्यो चाहिँ मलाई थाहा भएन लगभग 2 सालको बादमा आएँ म यता पहिला एकचोटि हिँडेको थिएँ मैले भुलिहालेँ जग्गै भुलिहालेँ मैले हेर्नुहोस् कति राम्रो कति चाहिँ नै क्लिन बाटोहरू छ है नेपालले नै यस्तै बनाउनु पर्यो नेपालले नै यस्तै बनाउन चाहनुहुन्छ भने अर्का साम्पाङलाई माटोमा भोट दिनु पर्यो बुझ्नुभयो है अर्का साम्पाङलाई भोट दिएर जिताउनु भयो भने यसरी नै चाहिँ श्रम गरेर यसरी नै सबै बाटोहरू बनाइदिन्छ ट्याक्सी नै आउँछ ट्याक्सी पक्रेर जाउँ कि गाडी पक्यौँ अब घाम छ हेर्नुहोस् भइरहेछ ल गाइज म चाहिँ यो पहिला मेरो पुरानो कम्पनीको कम्पिटिसन पाइपुगेँ त है यही कम्पनी हो पहिला यो नेक्स्ट चाहिँ तपाईँले देखिराख्नु भएको छ नि त्यो चाहिँ है पहिला म बसेको अनि यता घुम्थ्यौँ है अनि त्यो ब्लूवाला बिल्डिङ देखिराख्नु भएको छ वाइट त्यहाँ ग्लास बस्छ नि अनि त्यहाँ चाहिँ जिम गर्नु जान्थ्यौँ भाइ र म है यो जग्गाको नाम चाहिँ इन्टरनेसनल सिटी भन्छ मैले कति 14 महिना बसेर एक कम्पनीमा काम गरे हो ओके रोड क्रस हान्दिउँ यहाँ रोड क्रस हान्दा फेरि फाइन आउँछ डेन्जर हुन्छ भाग्नै पर्ने ल गाइस म पहिला बसेको मेरो कम्पिटिसन चाहिँ यही हो है माथि रातो कलरको पहिलाभन्दा धेरै चेन्ज भएको रहेछ हेर्नु त पहिला सुरुमा माथि रुमबाट हेरेर यो बिल्डिङहरू हेर्दै यस्तो रिदिनु थिएँ म फर्स्ट टाइम आउँदाखेरि है रुनु मन लाग्थ्यो अनि यता त पुरै हटाएछ नि त यता त बसेर खाने ठाउँ थियो अहिले धेरै रहेछ पहिला हामी यता बस्थ्यौँ खान्थ्यौँ यो ठाउँ चाहिँ एकदम चिल छ क्या बस्नुको लागि चाहिँ अहिले यता डेभलप हुँदो रहेछ यसरी डेभलप हुन्छ है गाइस यतातिर चाहिँ अब नास्ता नै रेडी भयो बोक्ने लाग्यो अब हान्ने हो सर लगाएर हानेर जाने हो यस्तो हुन्छ
चिल जग्गा छैन त अनि चिल जग्गा छ नि हो है ल अब सर लाएर ल मैले फाइनली साथीलाई भेट्ने है अब मेरो भाइ चाहिँ त्यही छ ओ जिग्री मलाई पर्खिरहेको रहेछ मेरो साथीलाई फाइनली मैले भेटेँ है मेरो साथी भने नि भाइ भने नि होइन म पहिला फर्स्ट टाइममा आउँदाखेरि उसले मलाई धेरै हेल्प गरेको ल ठिक छ नि मेरो जिग्री भने नि साथी भने नि मेरो सबै कुरो दाइ भाइ भने नि ल फाइनली हामी भेट भयो अब हामी जान्छौँ माथि अब उसको रुममा गएर फेरि चिल्याक्स गर्छौँ है त ल हेलो गाइज है हाम्रो चाहिँ यता दाइ हुनुहुन्छ आज यहाँ हामीलाई भेट्न भनेर ऊ जेब्रालीबाट आउनुभएको होइन आज त कस्तो फ्रेस फ्रेसमा भइदिरहेको त त्यही त नि ठाउँ चाहिँ एकदमै चिल छ है चिल छ नि है हामी चाहिँ निस्क्यौँ है फेरि अब चाहिँ नि सब्जी लिन हिँडियो के सब्जी ल्याउने त अनि सब्जी अब सबै ल्याउनु पर्छ सबै बियर सेयर होइन चट्टा लाएर बियर सेयर अब लगाएर हामीले चाहिँ हट्ट हान्ने हो आज चाहिँ रमाइलो गर्ने नै मोडमा हामी चाहिँ रमाइलो हुन्छ होइन सनम भाइ त कस्तो झिल्के देखाएको थियो हो न तर मान्छे झिल्के नै हो पहिल्यैदेखि ए हामी बस्ने बिल्डिङ त्यही हो त अगाडि होइन केटा पहिला बिल्डिङहरू दामी दामी छ होइन यता तपाईँहरूले देख्न सक्नुहुन्छ यता यो साइड हाम्रो यता थियो अब यो ब्याङबुङ बनाएर गयो तपाईँको हेर्नु न अस्ति भर्खर बनाएको बिल्डिङ अहिले हेर्नु मान्छे गर्नु सुरु भइसक्यो यहाँ है यो नयाँ बिल्डिङ हो सब्जी नि लिएर आउँदैछु अब फर्किँदैछु होइन अब यहाँ यत्रो सब्जी यहाँ नि छ सब्जी है आज चाहिँ सब्जी निकै भारी नि छ क्या हो केटा भारी छ नि आमामा भारी रहेछ नि त ल यसै चाहिँ आज हामीले सपिङ नि दह्रो गऱ्यौँ अनि यो त धराने कालो बुङ्गु भन्दा नि गाह्रो छ क्या हो ल साथै धराने कालो बुङ्गु है आज चाहिँ खतरा बन्दैछ गाइस है ल धराने कालो बुङ्गुर बनाइदिएछ है म यो हो नि त सर धराने कालो बुङ्गुर यहाँ पारो लगाएर गोरु बनाएर ल्याएको उसको त अनि त्रिपल पिस भन्छ हौ सर यसलाई त्रिपल पिस भन्छ दिपक भाइको मेहनत चाहिँ यसमा चाहिँ मान्नुपर्छ है भाइलाई ल अब चाहिँ खाना सुरु गरियो त थकाली खाना सागरमाथा होटेलमा है सागरमाथा रेस्टुरेन्ट